10 बजे 10 खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबरहरू। एसई नतिजा सार्वजनिक 61.81% विद्यार्थी उत्तीर्ण। ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोसिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेपछि जापानको आलोचना। निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे शिक्षा समितिमा सहमति जुट्यो। नेपाली टोलीले अस्ट्रेलियामा T20 श्रृङ्खला खेल्ने। देशभर अहिलेसम्म झन्डै 12.5% रोपाइँ मधेसमा सुरु हुने बाँकी। अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर। सिन्धुपाल्चोकमा बालिकाको बलात्कारपछि हत्या, 5 जना पक्राउ। डोल्पाको रिबा गाउँमा खहरे खोलाको लेदोले 12वटा घरमा क्षति, प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली खटियो। हुम्लाको सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिँदै। र नुवाकोटको ककनीमा खोलाले बगाएर एक महिला बेपत्ता। 10 बजे 10 खबरमा खबरको सिलसिला विस्तारमा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक भएको छ। केही बेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईको नतिजा सार्वजनिक भएको हो। यस वर्षको एसईमा 61.81% विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो। यो गएको वर्षको भन्दा झन्डै 14%ले धेरै हो। गएको वर्ष 48% विद्यार्थी ग्रेडेड भएका थिए। यस्तै बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईमा 3.60 देखि 4.0 जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या 48,177 रहेको छ। यस वर्षको एसई परीक्षा गएको चैत 7 गते सुरु भई 19 गते सकिएको थियो। एसईमा 5 लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए। एसईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस 35001 34949 31003 34455 र 1600 र आइभीआरबाट पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ। www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com, www.see.edusanjal.com, see.eseva.com.np यी वेबसाइटमा गई एसईको नतिजा हेर्न सकिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई हिरोसिमा र नागासाकीमा खसालिएको परमाणु बमसँग तुलना गरेको जापानले आलोचना गरेको छ। राष्ट्रपति ट्रम्पले इरानमाथि अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई दोस्रो विश्वयुद्ध समाप्त गर्ने हिरोसिमा र नागासाकीमा गरिएको बम विस्फोटसँग तुलना गरेकोमा जापानले निन्दा गरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणले युद्ध समाप्त भएको बताउनु भएको थियो। म हिरोसिमा र नागासाकीको उदाहरण दिन चाहन्छु, तर यो मूलतः उस्तै थियो, ट्रम्पले बुधबार पत्रकारहरूलाई भन्नुभएको थियो। सन् 1945 को अगस्टमा अमेरिकाले जापानका 2 दक्षिणी सहरहरूमा परमाणु बम खसाल्दा झन्डै 1,40,000 जना मारिएका थिए। यो आक्रमणबाट बचेकाहरू अझै पनि मनोवैज्ञानिक आघात र क्यान्सरको बढ्दो जोखिमसँग जुधिरहेका छन्। नागासाकीका मेयर सिजे सुजुकीले यदि ट्रम्पको टिप्पणीले परमाणु बम खसाल्नुलाई जायज ठहराउँछ भने त्यो आफूहरूका लागि अत्यन्तै खेदजनक रहेको बताउनु भएको छ। यसैबीच परमाणु बम आक्रमणबाट बाँचेकाहरूले हिरोसिमामा विरोध प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको बयान फिर्ता लिन माग गरेका छन्। यस्तै हिरोसिमाका सांसदहरूले पनि परमाणु बमको प्रयोगलाई औचित्य दिने भनाइहरूलाई अस्वीकार गर्दै सशस्त्र द्वन्द्वहरू शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेका छन्। निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको
आजको बैठकमा निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसहमतिबाट पारित भएको छ। निजी विद्यालयलाई अहिलेकै कम्पनी मोडेलमा सञ्चालन हुन दिने कि गैर नाफामूलक गुठीमा लैजाने भन्ने विषयमा संसदहरूले फरक मत राखेका थिए। छलफलमा सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा एमालेका सांसदहरूले मिश्रित धारणा राखे भने प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले निश्चित वर्ष तोकेर निजी विद्यालयलाई गुठीमा लैजानु पर्नेमा जोड दिएका थिए। नेपाली राष्ट्रिय टोलीले अस्ट्रेलियामा नर्दर्न टेरिटोरी एन्टी क्रिकेट 2025 को टप एन्ड T20 श्रृङ्खला खेल्ने भएको छ। यो श्रृङ्खलाका लागि नेपाल पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा छानिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। टप एन्ड T20 श्रृङ्खला आउँदो अगस्त 14 देखि 25 सम्म अस्ट्रेलियाको डार्विनमा हुनेछ। आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने ICC T20 विश्वकप छनौट अघि नेपाली टोली अस्ट्रेलिया जाने भएको हो। T20 विश्वकपको एसिया छनौट आउँदो अक्टोबर 1 गतेदेखि 17 सम्म ओमनमा हुँदैछ। एसिया छनौटबाट 3वटा टोली विश्वकपमा पुग्ने छन्। एसिया छनौटमा नेपालसँग आयोजक ओमन, जापान, कुवेत, मलेसिया, पपुवा न्यू गिनी, कतार, सोमाओ र UAE सहभागी हुनेछन्। अहिले ICC T20 वरियताको 18औं स्थानमा रहेको नेपाली टोली अगस्तको सुरुमा डार्विन जानेछ। यो श्रृङ्खलामा नेपालले अस्ट्रेलियाका क्लबहरूसँग कम्तीमा 6 खेल खेल्नेछ। श्रृङ्खलाको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ। देशभर अहिलेसम्म झन्डै 12.5% मात्रै रोपाइँ भएको छ। आज सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म 12.33% धान रोपाइँ भएको हो। बर्खे धान बाली झन्डै 14 लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ। यसमध्ये अहिलेसम्म 1,72,000 हेक्टरमा रोपाइँ भएको छ। पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा 45.49%, कर्णाली प्रदेशमा 20.11%, गण्डकीमा 13.79%, लुम्बिनीमा 9.66%, बागमतीमा 20.53% र कोशी प्रदेशमा 5.96% रोपाइँ भएको छ। मनसुन यसपालि अघिल्लो महिना जेठ 15 गते नै भित्रिएको भए पनि मध्य प्रदेशमा रोपाइँ सुरु भइसकेको छैन। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेस सहित तराईका धेरै ठाउँमा रोपाइँ सुरु हुन बाँकी नै छ। असार 15 गतेपछि रोपाइँको काम धमाधम चल्छ। मनसुन र मल सहज हुँदा पोहोर अहिलेसम्मकै उच्च 59,55,000 मेट्रिक टन धान उत्पादन भएको थियो। सरकारले 2 वर्षभित्र धान चामलमा आत्मनिर्भर हुने घोषणा गरेको छ। यस वर्ष असार 15 गते पर्सि आइतबार धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता नाराका साथ 22औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदैछ। अमेरिका र चीनबीच व्यापार सम्बन्धी सम्झौता हस्ताक्षर भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताउनु भएको समाचार संस्था APले जनाएको छ। अमेरिकी वाणिज्य सचिव हार्बर्ट लुटनिकले ब्लुमबर्ग टिभीलाई बताए अनुसार यस हप्ताको सुरुमा हस्ताक्षर भएको थियो। लुटनिक र ट्रम्प दुवैले सम्झौताको बारेमा कुनै विवरण दिनुभएको छैन। लुटनिकले यो सम्झौतामा 2 दिन अघि हस्ताक्षर र छाप लगाएको बताउनु भएको छ। अमेरिकाले यो सम्झौताले चीनबाट दुर्लभ पृथ्वीको निर्यातलाई तीव्र बनाउने उल्लेख गरेको छ। चीनले पनि अमेरिकासँग भएको व्यापार सम्झौताको पुष्टि गरेको छ। चीनले अमेरिकाले प्रतिबन्धात्मक उपायहरू हटाउने र आफूले निर्यात नियन्त्रण अन्तर्गतका वस्तुहरूको समीक्षा र अनुमोदन गर्ने बताएको छ। गएको मे महिनाको सुरुमा स्विजरल्यान्डको जेनेभामा भएको प्रारम्भिक वार्ताको विवरण स्वरूप यो सम्झौता भएको खबरमा उल्लेख छ। वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्ने प्रेरित गरेको थियो। भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित हुने खतरा थियो। पछि बेलायतमा भएको वार्ताले सम्झौताका लागि रूपरेखा तय गरेको र सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ।
सिन्धुपाल्चोकमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा 5 जना पक्राउ परेका छन्। 11 वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको छ। गएको असार 11 गते भोटेकोसी गाउँपालिका 5 छ्याङदीको एक जङ्गलमा बालिका मृत फेला परेकी थिइन्। उनको हत्या आरोपमा प्रहरीले भोटेकोसीकै 21 वर्षीय निमा तेन्जिङ तामाङ, 22 वर्षीय बाङनिमा तामाङ, 32 वर्षीय नामग्याल शेर्पा, 20 वर्षीय दाबा तामाङ र 22 वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट 7 दिनको म्याद थप भएको छ। डोल्पाको काइकी गाउँपालिका 4 रिवा गाउँमा खहरे खोलाको लेदोले 12वटा घरमा क्षति पुर्याएको छ। गैराती बस्तीमाथि रहेका 3वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो। बस्तीमा 50 देखि 53वटा घर रहेका र एउटा विद्यालय सहित 4वटा घर तथा भवनमा पूर्ण रूपमा र अरू 8वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। डोल्पाका प्रहरी नायक उपरीक्षक डिएसपी रुखबहादुर खड्काका अनुसार मानवीय तथा पशु चौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। मोटर बाटो खन्दा निस्किएको माटो र ढुङ्गा सहितको लेदो बगेर बस्तीमा पसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने 26 वर्षको प्रतीक्षा पुरा हुन थालेको उल्लेख गर्नुभएको छ। हुम्लामा सडक सञ्जाल पुर्याउने दशकौँ पुरानो सपना पुरा हुन लागेको र यो सडक चलेपछि नेपाल हिल्सा नाकामा छिमेकी देश चीनसँग जोडिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ। नुवाकोटको ककनी गाउँपालिका 1 को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय 32 वर्षीय कमला बलामी बेपत्ता हुनुभएको छ। उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। भसिबुमै पहिरोले 3वटा गोठ बगाएको छ भने पहिरोमा परि स्थानीय अशोक बलामी घाइते हुनुभएको छ। उहाँलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको डिएसपी थापाले जानकारी दिनुभयो।